हेलो गाइज आज चाहिँ हामी नयाँ गेम खेल्नेवाला छौँ जसको नाम हो स्किप किबोर्ड स्केप। ल गाइज यो गेम कस्तो हुन्छ भने मैले आफ्नो मामको मोबाइलमा आफ्नो मम्मीको मोबाइलमा धेरै ट्रेनिङ गरेको क्या, त्यही भएर यहाँ एकछिन ट्रेनिङ गरौँ होइन। हामी चाहिँ ट्रेनिङमा हामी अहिले लेभल 1 को छौँ। लेभल 1 5 लेभल 8 पहिला यहाँ मसँग ट्रेडमिल आऊ न। म तिमीलाई ट्रेडमिल कहाँ छ भनेर देखाउँछु। यता आऊ डिजन, यता आइज न मेरो पछाडि। हेरो चाहिँ रोबक्स गेम हो। निशाले कहाँ छ? म यहाँ छु। यो कुन चाहिँ यो जम्बी बोय हो के? म यो जम्बी बोय म क्लियर डियर हो के? क्लियर डियर र म गएँ है त। म लेभल 2 को छु अहिले। डिजन अहिले लेभल 1 को छ। हजुर छैन। हेर भाइ म अरू ठाउँमा यहाँ हेर्दा डिजन म यहाँ गरिरहेको ट्रेडमिलमा छु। यहाँ हेर्दा ट्रेडमिलमा क्लिक गर त आफै आउँछ। आयो तिम्रो पनि ट्रेडमिल। म त लेभल 3 को पुल भएँ। एमा मरे यार। के कसरी? तिमीले गर्दा तिमीले पछाडिबाट धक्का मार्यौ, तिमी पनि मर्यौ। यसमा यसरी गर्ने हो क्या, जम्प हान्ने हो। यहाँ हेर त यसरी जम्प हान्ने हो। म पनि मरेँ जम्प हानेर। जम्प हान्ने होइन सिधै हिँड्ने हो रहेछ। तिमी लेभल कति हो? मेरो 4 त। मेरो त लेभल 4 छ। हेर त रेम्बो ट्रेलवाला। पहिला हामीलाई बालेरिना कापुचिनाबाट बस्नुपर्छ। इजिली बस्छु यार। ए मलाई मारिहाल्यो नि। आइज सँगै जाने। आइज मेरो पछाडि। म अगाडि जम्प हानिरहेको छु। यसरी जाने हो कि? यहाँ आइज जम्प हान। छिटो आइज। लेउ म पनि मरेँ। एकछिन रुक ल, म पनि आएँ। ल आइज जाऊँ। आइज गोल्डन स्पेशल की है सर्भर। यो सर्भरमा गोल्डन खै म ट्रेडिङमा एकछिन भएको छु यार। लेभल 3 जम्मा। म लेभल 5 को भएँ यार। पास्ता मिठो चाहिँ हुन्छ जे होस्। अब म चाहिँ बालेरिना कापुचिना भएको ठाउँमा गएँ। बालेरिना कापुचिना यो कफी भएको मान्छेसँग। म मरिहालेँ नि बालेरिना कापुचिनाले। पहिला 3 विङ्स चाहिन्छ हामीलाई। अर्को क्लिक किन्नको लागि 3 विङ्स चाहिन्छ। आइटम सबमा छ। अहिले खाना खाएर नभए एकछिन निशान घर घुम्न जान है। ल निशान मम्मीले लान्छु बेलुका लिएर भनेर हिँड्नु यसो घुमेर आउँछ। त्यहाँ हुन्छ नि त्यता त टिभी पनि हुन्छ। टिभी हेरेर बस्छौँ। ए डिजन मेरो 2 स्टेप अनलक भयो है। 3 विङ्स छ। 2 स्टेप अनलक भयो। ए 3 विङ्स छ मसँग। कसरी थाहा छ? त्यहाँ हेर यो यस्तो यहाँ हेर त यस्तो गड्डा छ त। यस्तोमा जम्प हान्ने हो के? तर तिमी त मरे गर्छौ त। ओ बालेरिना कापुचिना भाग।
ओइ म त मरे ए मलाई पनि मार्दै त्यो बालेरिना हो कि चालेरिना आइज म आइसु आइज छिटो म लेभल 8 को भए त लेभल कतिको म लेभल 5 को 5 को हजुर एकछिनमा ट्रेडमिलमा भएको छु यार म त एकछिन ट्रेडमिलमा भएको छु म यहाँ कलेक्ट गर्न गइरहेको छु ओ वाइन ल्याऊ बल्ल वाइन भयो मेरो त 4 विङ हो म 15 विङ पाएको छु म लेभल 9 को तिमी लेभल 6 को ई म लेभल मेरो 7 भयो किन हो कसरी थाहा छ ए हवाडी रहेछ लिभान्डी यो गेम ल गाइस आज चाहिँ 6 मिनट भइसक्यो यार मेरो तिम्रो 5 मिनट ल म तिमी एउटा खतरा गेम खेलाउँछु रुक लाजर आजको भिडियो चाहिँ यति छ 99 नाइट्स मन पर्यो भने च्यानल सब्स्क्राइब गरिदिनु होला 99 नाइट्स इन द फरेस्ट चाहिँ हामी अर्को गेम खेल्नेवाला छौँ जसको नाम हो 99 नाइट्स इन द फरेस्ट 99 इन द फरेस्ट यो गेम चाहिँ मलाई लाग्थ्यो प्यारो दुईजना भोग्रा आला खकारो छिटो आउटिजन छिटो ए त त्यही बस्न म त यो हेरिरहेको छु त्यति बेलासम्म यो के हो यार यो थाहा छ के हो यो हवाडी हो भाइ यो हवाडी यसलाई यो गर्न पनि मिल्दैन रेकर्ड स्क्रिन अफ गरेको हो तिमीले छिटो ओहो मसँग त 20 मसँग खेला अब पर्छ कला अर्को चाहिँ हामी यो गेमको नाम हो चिक्का 99 इन द फरेस्ट अघि नै भनेको म यहाँ छु कि यहाँ म चाहिँ गएँ एकछिन म हान्छु ग्रेटिङ यता आइज मसँग छिटो दुईजना मान्छे म भन्ने यता आइज के मैले छिटो आइदिनु भने तिमीले कस्ट्युम गरे छैन के आउ छिटो मैले कस्ट्युम गरिसके छिटो आउ न मैले तिमीले कस्ट्युम गरे छैन के कस्ट्युम भने अर्कै हो छिटो आउ त्यही त गरे थियो दुईजना भनेर मैले ल आइज फेरि एक्सिडेन्ट म त आउँछु है छिटो आइज एक्सिडेन्ट ल छिटो 2 1 गो यसले दिउँसो खाने गर्छ थियो किन पनि थिएन त्यसै डाउन द यो गाना गरेको मात्र हो हजुर गाना गरेको मात्र हजुर छिटो हुड्का म त हुड्कादिनँ म त यहाँ आरामले बस्छु के अरे म त हुड्कादिनँ म त यहाँ आरामले बस्छु फेरि तँलाई म केही पनि सामान दिँदिनँ नि म पनि नकाटी त्यसो भए ल काट ए दाम फिक्स ल म नि काट्छु दाम पनि धेरै दुई सर गर्नु छिटो काट गर तिरेर खाँदा दाम हेर अनि काट्न भने उचे काट्दैन मलाई काटी पनि सके अब क्याम्प फायरमा म त यहाँ मलाई चाहिँ यहाँ काट्नै भएको छ मैले एकैछिनमा म्याप एक्सपान्ड गरिदिन्छु देख्यौ भने होइन म चाहिँ गयो घरलु न कृषि काट्नु काटिनस् भने म तेरो त्यो हड्डी सड्डी भाँचिदिन्छु नि उल्फा अल्फा होइन त्यो उल्फ के ओइ मेरो पिछा पर्छ त्यो उल्फ हो के छिटो मार न त कता साले त पनि मार्न
मेरो हेल्थ जा खाना खा छिटो जा खाना लिएर छिटो खा गर म त नखाने क्या खायो किन तेरो हेल्थ हेर पहिला मेरो हेल्थ हेर पहिला ओ यहाँ चेस्ट रहेछ मलाई त्यही रुक्नु भने म त लुट्छु अनि भाग्छु आमा दक्या पनि अलमोस्ट आउट गर्छु ओइ मलाई रिभल्भर खै बन्दुक टेक यी मसँग बन्दुक मलाई रुक्नु भने तर मसँग जान हुँदैन हुन्छ तँलाई के भेट्यो मलाई केही भेटेको छैन क्या के भेटे छैन रे अझै के भेट्यो के मिल्यो पुर्से त सामान स्टोर गर छिटो त हुड स्टोर गर है मसँग जग्गा छैन के त्यो अल्फासम्म त जान्नु त आफै त मा हेर यसको आमा ल्याउ छिटो काट ए के भन्नु काट्नु छिटो ट्राफिक क्याम्फायर इज गोन आउट हुन लागिसक्यो मलाई अलिकति बढाइदियो यार धन्नले आइज एक्सप्लोर हाल्नु जाऊँ म्याप ओइ मलाई एउटा खतरा ठाउँ भेट्यो यता आइज यहाँ पनि चेस्ट रहेछ ए यहाँ यहाँ छु कि यहाँ रुक म म्याप बनाउँछु तेरो लागि मलाई गुड सेक लाइट जहाँबाट बलिरहेछ त त्यही आइज यहाँबाट बलिरहेछ छिटो आइज ओइ यहाँ के यहाँ तेरो पछाडि हेर त आइज न मेरो पछाडि ए यहाँ छ यहाँ कोल पनि भेट्यो कहाँ छस् खोइ यहाँ आइज भेट्यो यहाँ छ उ त त्यही रुक्नु म चाहिँ भागेँ भूत हुँदैन के यो डे 1 मा योले हन्ट गर्दैन तेरो हङ्गरबार कति छ म त भाला लिएर हिँड्नु भाला कोसँग भाला आयो मसँग त यी फ्लेस लाइट छ मसँग त भाला छ भाला म्याप पनि बनाएर हिँड्छ तमुला मुला अरे मैले सबै यो त्यहाँ खाना हाली क्याम्पेयरमा होइन कि यो क्राफ्टिङ बेन्चमा हाल्न हाल्छु मैले हालिसकेँ अब म म्याप बनाउँछु म नजिक हुँदा प्लिज अब म्याप बन्यो जहाँ चेस्ट छ हिँड्न मिल्छ हो म्याप बनाए म्याप बनाएँ ओइ अर्को बाइकमा आइ म म्याप हेर्न म्याप म कहाँ छु भनेर ए बिच्छु रहेछ बिच्छु अनि एउटा घर रहेछ चेस्ट भएको घर ए चेस्ट रहेछ त चाहिँ कहाँ छस् त्यो म यहाँ छु यहाँ हेर्न म्यापमा मलाई ब्यान्डेज पाएँ त मरिस भए पनि केही पनि हुँदैन भयो यार मम्मी ओ त कहाँ छस् हो त्यही हो जा गइरहेछस् त्यही हो त जान छिटो उतापट्टि हो त अल्फा छैन छैन खै देखा खै झुट पनि त
उयो लास्ट उयो उल्से है पक्का पक्का म चाहिँ भागेर चाहिँ गुड्से यी मसँग गुड्से मैं तो क्याम्प फायरमा त केही पनि गर्दैन यार तँ नि आइज न उल्स छ कि वाइ मैले अझै म्याप एक्सपान्ड गर्दै म्याप एक्सपान्ड गरेको यहाँ मलाई त यही परिरहेछ अब म अझै नयाँ ठाउँमा जान्छु अब ओइ भेट्यो के भेट्यो क्याम्प भेट्यो यहाँ आएर देखाउ तिमीहरू उता कहाँ छ त यता आइज न यता उयो अल्फा तिमीले किन उल्स पराउँदा भाइ पक्का मर उठेर आइज न म यहाँ उल्टै मारिरहेको छु क्या मेरो पिछा नै उल्स छ मसँग अब बच्चालाई मारिरहेको छु दुईटालाई माऱ्यो अब एउटा ल्याउ ल्याउ अनाइटिङ अपरेटिङ भयो छिटो आइज ओइ म मर्न लागि त मन कहाँ छिटो आइज न क्याम्प फाल्न खाना छ तसँग हङ्गरबारी हेर हाम्रो दुईजनाको मसँग त यति छ तँसँग चाहिँ खानासँग छैन यार मसँग त यति नै खोइ छ बढ्न सक्दैन होला म मरौँ त मलाई रिभाइभ गर अनि म तेरो लागि खाना खोजेर लिएर आउँछु बुझिस् ल मसँग ब्यान्डेज छ ल अब ब्यान्डेज छ रिभाइभ गर एकछिन रुक यसरी ब्यान्डेज लिनुपर्छ टेक अब यसरी उहिले त्यो गर्नु पर्ने त्यस्तो रिभाइभ हाने मलाई गरे अब रिभाइभ हाने ल्याउ मेरो हङ्गर बाह्रबाट त पहिल्यैदेखिको छ ओइ यहाँ छ ल तेरो लागि पनि मारिदिन्छु म ल तेरो लागि ए यहाँ छिटो यता आइज ल म अनस्टोर हान्छु यहाँ छ कि यी के यी यहाँ छ कि यहाँ हेर्न मुल्ला तेरो पछाडि यहाँ हेर्न यहाँ छ क्या कता तैँले पुरै तैँले खाइदिइस् अब मैले खाइदिएँ अब तेरो खाना ए तैँले खाएको रहेछस् अनि के बच्चालाई बचाउन जाउँ न आइज जाउँ बिच बाटामा खाँदै जाउँ न म यहीँ रुक्या मेरो पछि अल्फा छ क्या आइज न मेरो पछाडि पनि छ नि ओ लो अझै एउटा रहेछ म आफू न ओ मलाई मारिदियो मलाई उठाइदियो मलाई छिटो रिभाइभ गर तँसँग ब्यान्डेज छ यता आइज एउटा उसलाई मार अनि यहाँबाट ब्यान्डेज भट्यो भने छिटो गर यता आइज मजाले कहाँ छ ब्यान्डेज तेरो देखा त नगर ब्यान्डेज त्यहाँ धेरै खाना पनि छ रिभाइभ कसरी हान्ने तँलाई कस्तै ह्याङ भएको थियो मोबाइलमा के हाल्ने जस्तो छ कहाँ छ त खाइन ओ अल्फा हिट के खोइ म तेरो हेर्छ मागीदेखि यो खाइरहेको रहेछ ओ तँलाई रिभाइभ कहाँबाट हाने
रुक म तँलाई उठाउँछु खै साबी एकछिन रुक म काठ चाहिँ फुर्कान्छु अब हङ्गार बाहिर मेटाउनको लागि केही हुँदैन यो हेल्थ मात्र जान्छ अलिकति हेल्थ लाग्नु बच्चा कहाँ छ खोइ यहाँ छ यसमा के हुन्छ है त हेरौँ फर्स्ट लाइट ठिकै छ अब के नै गर्न सक्छौँ र खाना चाहिँ उठाउनु नेटिङ अपरेटिङ भयो उइ एकछिन रुक खाना अल्फाको कति धेरै उठ छिटो छिटो त्यहाँ ट्रेडिङ गरौँ छिटो आइज न छिटो उता ट्रेडिङ गर्छ इ एलियन कहाँ छ एलियन सबै त भर्खर त हामीले यसलाई बचायौँ नि कहाँ छ त्यो बच्चा फेरि इ यहाँ आइरह बच्चा सुत्दै बस मान्छे अब यसलाई स्टोर हानौँ उइ के खाम न ए हङ्गर बार पुरै भरि छ उइ अहिलेको यहाँ ट्रेडिङ उबाट थियो त त्यो ट्रेडिङ गर्ने त्यसलाई होइन त्यो अल्फा हाउसको पेरिदिउँ न त्यो छैन कि त्यो राति अब पर्सि आउँछ हो यी के को दाम कल्टी होला तिमीलाई कल्टिस ल्याएर खाइदिन्छ एक्सप्लोर हान्न जाउँ अब त यहाँ हेर त एलियन पनि आएर रहेछ एलियनहरू खोज्न जाउँ न त्यहाँबाट एलियनहरूलाई मार्यो भने त्यहाँबाट धेरै सामान मिल्छ त्यहाँ छ एलियन यहाँ होइन ल्याउ हामी त चल्यौँ यिनीहरूले एलियन आजको भिडियो यति छ मन पर्यो भने तपाईँहरू लाइक र सब्सक्राइब गरिदिनुहुन्छ अब चाहिँ हामी भिडियो कट गर्ने वाला छौँ कट नगर्ने नगर्ने के कट भएछ भएको छ र गाइस आजको भिडियोमा यति नै हजुरलाई राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू